ह्याप्पी सन्डे। हेलो एभ्रिवान, सबैलाई नमस्ते अनि गुड आफ्टरनुन। तर यो भिडियो चाहिँ म इभिनिङमा हाल्नेछु। सो हेलो 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 एभ्रिवान, मेरो छोटो मोटो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज भने चाहिँ सन्डेको दिन अनि सन्डेको दिन चाहिँ हामीहरू मार्केट गएको थियौँ है, घरको सौदा पानी गर्नुको लागि। अनि सौदा गर्नुभन्दा अगाडि चाहिँ पहिला पेट पूजा गर्नु पर्यो नि त है साथीहरू। अनि मेरो बुढोले चाहिँ खानु हुँदैछ। साथीहरू यहाँ म किन हाँस्दैछु भन्नुहोस् त। यो चाहिँ मैले उसको खाएको भिडियो हालिदिएको छु नि त, त्यही भनेर ऊ रिसाउनु हुँदैछ। उसलाई उसको चाहिँ भिडियोहरू नहाल्नु भन्नुहुन्छ नि त, तर म कहाँ छोड्छु, हाल्छु है। अनि खाइसकेपछि चाहिँ हामी लाग्यो मार्केट तरफ है। हेर्नुहोस्, जाने बित्तिकै अटो पनि पाइहाल्यो। अटोमा बसेर सरररररररर गरेर जाँदैछौँ है साथीहरू। कहाँ गएको हेर्नुहोस्, हामी कुन ठाउँमा चाहिँ हाम्रो महिनाभरिको पेट पूजा गर्ने सामानहरू चाहिँ कहाँबाट ल्याउँछु भन्दाखेरि चाहिँ म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस्, त्यो ठाउँ चाहिँ यो बाटोबाट जानुपर्छ है। अनि मलाई चाहिँ पुरा प्यास लागेको कारणले मैले फर्स्टमै जुस लिएँ। जुस खाएर चाहिँ म जान्छु भनेर चाहिँ है। अनि जुस खाइसकेर भित्र पसेँ है। आज चाहिँ मैले तपाईँ किन्नु अनि म चाहिँ भिडियो गर्छु भनेर चाहिँ उसलाई मैले भिडियो दिएँ। के भन्छ, सामान अब है हेरेर हाल्नुपर्ने हुन्छ, अनि तपाईँ हाल्नु भनेर चाहिँ मैले उसलाई दिँदै थिएँ है। अनि उसले चाहिँ हेरेर हाल्नु हुँदै थियो। साथीहरू, यो चाहिँ म हो, मेरो नाम चाहिँ हो विजेता, म चाहिँ जयगाउँबाट हो। तपाईँहरू कस्तो हुनुहुन्छ, राम्रै हुनुहुन्छ भन्ने आशा छ। हामीहरू सबैजना राम्रै छु। अब यस्तै बोली वचन गरेर चाहिँ भिडियो हाल्नुपर्छ होला, अनि मात्रै तपाईँहरूले हेर्नुहुन्छ होला, नत्र त हेर्नै हुँदैन भिडियो। कमसेकम हाम्रो भिडियोमा पनि लाइक कमेन्ट सेयर गरिदिनुहोस् न हो, हामी पनि हल्का भाइरल होस् न हो साथीहरू। हाम्रो भिडियो पनि हेरिदिनुहोस्। अनि भिडियो पनि मजाले बनाउनु मनपर्छ है। अनि घरमा आएर अब हेर्नु पऱ्यो नि त है, कतिवटा सामान लिएको छ, कतिवटा लिएको छैन, कतिवटाको बिल भएको छ भनेर है। उनी चाहिँ उहाँ पनि हेरिसकेको थियो, र पनि घरमा आएर पनि एकपल्ट हेर्नुपर्छ है। अनि यसरी हेरिरहेको छु मैले भने चाहिँ। अनि उता चाहिँ मेरो हस्बेन्डले बताउनु हुँदैछ यो 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 भनेर है। म चाहिँ त्यही सामानहरू निकालिरहेको छु है। 31वटा सामान चाहिँ किनिसकेको थियो, तर मेरो भाइ पनि मेरो साथमा छ है। अनि आज चाहिँ हाम्रो चाहिँ यस्तै दिन बित्यो, आधी बेला चाहिँ सपिङ गर्दै बित्यो साथीहरू। तपाईँहरूको सन्डे कसरी बित्यो, हाम्रो चाहिँ यसरी बित्यो है भन्दै तपाईँहरूलाई सबैलाई बाई बाई गर्दैछु। यो चाहिँ हो चिज, यो चाहिँ हो बेसन, यो चाहिँ हो बिस्कुट है। खै सामान देखाउ न विजेता, सामानै नदेखाएर के हेरेको है। आधी सामान देखायो, आधी सामान चाहिँ गन्दै नै टाइम जाँदैछ है साथीहरू। तपाईँहरू चाहिँ यसरी ल्याएर सामानहरू हेर्नुहुन्छ कि हुँदैन। हामी चाहिँ आधी घन्टै लगेर यसरी बसेर त्यो लिस्टलाई हेरेको गर्ने मान्छे चाहिँ हामी नै होला है साथीहरू। तपाईँहरू चाहिँ हेर्नुहुन्छ कि हुँदैन। म चाहिँ फेरि भिडियो गर्दैछु भनेर बिर्सेछ। यता त भिडियोपट्टि त देखाएकै रहेनछ, उतै मात्रै बोलिरहेको रहेछ। यस्तो दिमाग भइसकेको छ है। अब यहाँ भिडियो गर्दैछ पछि त हेर्नुपर्ने हो नि त है। नहेरेर बसिरहेको छ। मेरो भाइले मेरो मोबाइल चलाइदियो त, अन्त उसलाई मैले चाहिँ मोबाइल देखाइदिएको। हाई गर्न भनेको त गरेको थिएन। भन्दै बाई बाई नमस्ते।